दर्शकबिन म हरिओम शाह अनि मेरो भिडियोमा हजुरहरूको स्वागत छ। अनि उहाँ दाइ हुनुहुन्छ अनि हामीसँगै बस्नुहुन्छ अनि उहाँसँग केही दुई चारवटा कुरा गरौँ। अनि भिडियोमा यो भिडियो अलि लामो नै हुन सक्छ होला, यो भिडियो पुरै हेर्नु होला। अनि दाइ मेरो भिडियोमा तपाईलाई स्वागत छ। धन्यवाद, नमस्कार। अनि के हो तपाईको यो विदेश आउन रहर हो कि बाध्यता हो? अनि दर्शकहरूलाई सुनाइदिनु पर्यो। अनि खासमा के हो कसो हो? धन्यवाद तपाईको प्रश्नको लागि। लाग्छ मलाई आजको दिनमा हाम्रो देशमा म मात्रै होइन, हाम्रो देशको युवाहरू युवा युवती होइन जो पनि सबैको आज रहर होइन, सबैको बाध्यता हो जस्तो लाग्छ। किनकि हाम्रो देशमा अहिलेको अवस्थामा न रोजगार छ, न कुनै जनता अथवा हामी जस्तो युवाहरूको लागि केही सेवा सुविधा छ, केही छैन। त्यो भए हिसाबले सबैजनाको लाग्छ बाध्यतै हो, मेरो पनि बाध्यतै हो, सबैको बाध्यता हो जस्तो लाग्छ मलाई चाहिँ। हजुर। अनि नेपालमा त धेरै पढ्या लेखा नि मान्छेहरू छ नि, नेपालमा पढे लेखेको छ। तपाईँको पढे लेखे अनुसार उनीहरूलाई न रोजगार छ, न उनीहरू अब बाइचान्स रोजगार पाइहाले पनि स्यालेरी अब त्यही 10-15 हजार हुन्छ होइन। त्यो पनि सहर बजार एरियामा, गाउँघरमा हुँदैन। त्यो भइसकेपछि सहर बजारमा सबैको घर हाने, सबैको आफ्नो केही हुँदैन। त्यो नभइसकेपछि सहर बजार बस्नलाई अहिले देशमा एकदमै महँगी छ। एउटा कोठा पाउँदैन, दुईटा कोठा लिनलाई तपाईँको दुईटा कोठा लिनै पर्ने बाध्यता हुन्छ। दुईटा कोठा लिनलाई केही नभए 10,000देखि माथि नै हुन्छ। अनि त्यो 15-20 हजारले अब त्यो 10-12 हजार कोठा तिर्नु पर्यो, अब खानु पर्यो, घर परिवार पाल्न पर्यो। त्यो भए हिसाबले कसैको रहर होइन, विदेशी नै सबैको बाध्यता हो जस्तो लाग्छ आजको दिनमा चाहिँ। धन्यवाद। अनि गाउँघरको मान्छेहरू त भन्नुहुन्छ कि नेपाल के अरे विदेशमा गएपछि के हो र पैसा कमाउने हो, अनि त्यहाँ त केही टेन्सन गर्नु पर्दैन, मान्छे ड्युटी गर्ने हो, पैसा कमाउने हो, यति भन्नुहुन्छ। अनि उहाँहरूको लागि के भन्न चाहनुहुन्छ? त्यो जसले पनि सोच्ने त्यही हो। नेपालमा हुनेहरूले सोच्छ अब विदेश गइसकेपछि विदेशमा भनेको होइन पैसाको खाने अथवा रुखै होला जस्तो, त्यो पात टिप्ने जस्तो सोच्छ। तर त्यो होइन। हामी विदेशमा हुनेहरूको पीडा कथा व्यथा धेरै गाह्रो छ होइन। अब तपाईँको 1 तारिकदेखि 30 तारिकसम्म मर्दोले काम गरिरहेको हुन्छ, बल्ल बल्ल एक दिन स्यालेरी आफ्नो भनौँ न आफ्नो कम्पनी अनुसार हुन्छ, त्यो स्यालेरी आउँछ। अब त्यो जसलाई परेको उसले थाहा हुन्छ, जसलाई परेको छैन उसले अब कतिपय मान्छेहरू उनीहरू आफै गएर भोगिसकेका छ, कतिपय अब नभोगेको देशमा बसिरहेकोहरूले अब भोगेको छैन। त्यही हिसाबले अब पैसा भनेको विदेश गइसकेपछि पैसा सजिलै तिर्न सकिन्छ भन्ने जस्तो सोच गर्दो रहेछ। एउटा कुरो होइन। अनि तपाईँ विदेशमा बस्नुहुन्छ होइन, अनि विदेशको यहाँको मान्छेको व्यवहार कतिको सही हुन्छ? यहाँको के अरे नेपालको मान्छे यहाँ काम गर्दाखेरि उहाँहरूको के एकदम गाह्रो छ। हामी नेपालीहरूलाई जता पनि आफ्नै देशमा त केही छैन, विदेशमा त झन् विदेशीले त हामीलाई हेर्ने नै भयो नि। अब तपाईँको हामीलाई यो ठाउँमा उनीहरूले बरु कुकुर बिरालोलाई मान्छ होला, माया गर्छ होला, तर हामी नेपाली भन्ने बित्तिकै सबै ठाउँको मान्छेले हामीलाई प्राय हेर्छ होला। 2-4